हामीले 30 ग्राम कफी है लिएर अब हामीले 1:18 को रेसियोमा V60 बनाउँदैछौँ है। हामी माथिको फनेलमा कफी हाल्यौँ हेर्नु त, अनि यो लेभलमा हुनुपर्छ, नत्र भने पानीहरू अप्स एन्ड डाउन हुन्छ है। यस्तो गरेपछि लेभलमा हुन्छ कि है, त्यहाँ हेर्नु त लेभलमा यसलाई यस्तो यतिचोटि सेट गऱ्यो भने आफ्नो बेसमा हुन्छ कि है। त्यसपछि मैले हेर्नु सुरु गरेँ है त। अब म पेयर दबाउँछु, अब म यसलाई मोडमा लगेर एमएलमा लान्छु है। ल अब म तपाईँलाई यहाँ सुरुमा 80 ग्राम जति पानीले लाई माथिबाट फोल्ड गरेर 30 सेकेन्ड हामीले होल्ड गर्छौँ र यो एक कपको लागि 145 सेकेन्ड पोरिङ टाइम हो भने अब हामीले डबल गर्नको लागि टाइम जोड्नुपर्छ। हामी 3.45 मिनटको टाइमिङ हामी यहाँ सेट गर्छौँ है। टाइमर छैन, त्यही भएर म यहाँ टाइमर लाएर सुरु गर्छु है त। 3, 2, 1। 80 ग्राम यहाँ हेर्नुहोस् है, सर्कुलेट मोसनमा है, यसरी है, चारैतिर भिज्ने गरी है त, यसरी चारैतिर भिज्ने गरी है, एउटै फ्लोमा बिस्तारै। ल ल 80 ग्राम पानी भयो। अब हामी 30 सेकेन्ड होल्ड गर्ने। किन 30 सेकेन्ड होल्ड गर्ने? किनकि प्रत्येक कफीको ग्राउन्डमा पानी पुगेर मजाले सोसिनुपर्छ क्या, स्याचुरेट कम्प्लिटली हुनको लागि 30 सेकेन्डको सफिसियन्ट टाइम। 30 सेकेन्ड वाइ? बिकज कफी मस्ट स्याचुरेट विथ कम्प्लिटली वाटर है त। त्यसरी अब हाम्रो 30 सेकेन्ड लगभग भयो है। अब हामी यो सेकेन्ड पोरिङमा सकिन्छ के, फर्स्ट 80 ग्राम 80 ml पानी, द सेकेन्ड कन्टिन्युसली 360 ml है त। अब म यहाँ पानी सुरु गर्छु, रोक्न पर्दैन है त। यस्तै सर्कुलर मोसनमा, योभन्दा धेरै स्पिडमा गर्नु हुँदैन, तलबाट कन्टिन्यू फ्लो हुन्छ। पर गर्ने। अब तपाईँ रोक्यो कफी V60 बन्नको लागि सेकेन्ड पोरिङ, फर्स्ट एन्ड सेकेन्ड। अब यो भरियो भने चाहिँ रोक्नुपर्छ, नत्र भने यस्तै मोसनलाई भरिन पनि नदिने, भाडा पनि नटुटाउने। ल ल ल ल यही यो पानी परियो। मैले यहाँ 3 मिनट 45 सेकेन्ड भित्रमा चाहिँ कम्प्लिटली पानी सक्नुपर्छ भनेर मैले 3 मिनट 30 सेकेन्डमै पानी सकेछु। अब हामी कल गर्न पाइँदैन, एकचोटि छोडेपछि छोड्यो। यो सेकेन्ड पोरिङमा कम्प्लिट हुनुपर्छ। फर्स्ट 80 ml और 100 ml 30 सेकेन्ड होल्ड गर्ने, त्यसपछि कन्टिन्यू पोर गर्ने। अब कन्टिन्यू पोर गरेर गयो 360 ml यहाँ आउँछ। अब त्यहाँ किन छ 365.5 छ भन्दा अझै किन कफी पनि 2.5 बढी थिएन, त्यही भएर सरसँग ट्रिक हुन्छ। किन ट्रिक हुन्छ भने मैले त डाइरेक्टली 3.65 बनाउनु सक्दिनँ, 60 बनाउनु सक्दिनँ, 360 बनाउनु सक्दिनँ। 180 ml मल्टिप्लाई 2 360 हो कि होइन, 360 भन्दा अलिकति बनाउनु त्यसरी कष्ट बनाउनु।